दुईजना दाजुहरू थियो दुईजना दाजु बित्यो हैन विषाद लाग्छ सोच्दाखेरि के भन्नु मनै दुखेर आउँछ नि के भन्नु कहिले खान्छ के खान्छ मलाई थाहा छैन तर म चाहिँ बिहान एउटा बेलुका एउटा खान्छु काम गर्दैछ अब शिलाजित खान्छु हैन त्यो शिलाजित अब नराम्रो चिज चाहिँ हैन रहेछ राम्रो रहेछ हैन भन्नुको मतलब अब काम गर्दैछ मलाई त्यसले है जिममा स्ट्रेन्थ एकदम राम्रो ल्याउँदैछ राम्रो भएको छ अहिले क्या मेरो ल अब बुढो भयो तर पनि कोसिस गर्दैछु आफ्नो हेल्थ मेन्टेन गर्ने गुड मर्निङ सबैलाई है बिहान कति बज्यो 5:30 पनि भएको छैन रहेछ 5:10 बज्छ र उठेँ होइन अब त्यो जिमको लागि तयारी अब जुत्ता सुत्ताहरू लाउनु पर्यो होइन फेरि जुत्ता पनि अब जिम हो मैला राख्नु भएन मैला हुनु भएन होइन लाउने जुत्ता अर्कै राख्नु पर्यो यो गर्ने जुत्ता अर्कै राख्नु पर्यो लाउनै पर्यो होइन तयारी गर्दैछु मेरो छोरा सुतिरहेछ भित्र टाउको हालेर आमासितै यस्तै अब यो लाइट चाहिँ म तपाईँलाई सधैँ देखाउँछु यो चाहिँ मेरो सधैँ हुनैपर्छ यो अब म चिया बनाउँछु खानेकुरोहरू खानुपर्ने छ त्योहरू खान्छु त्योहरू पनि खिचेर देखाउँछु म यो चाहिँ मैले डिजाइन मैले गरेको देखाएको थिएँ तपाईँहरूलाई यो पनि मैले नै हो होइन यो गोल्डन जुन चाहिँ छ योहरू पनि म आफै गरेको योहरू मतलब सकिँदो रहेछ आफूले गर्दा पनि मान्छे चाहिँदैन रहेछ मैले आफै ट्राई गरेर त्यो अरूले स्टिकर लाउँछ मैले चाहिँ डाइरेक्ट पुट्टीमा गरेको हुँदो रहेछ पुट्टीमा डाइरेक्ट पनि अहिले मेरो ड्युटी अब होइन है भर्खर रहेछ अहिले उठ्छु म यो सबै मेरो पुरानो गल्तीहरू हो क्या पहिला बिहान गऱ्यो अहिले पस्ताउनु पऱ्यो क्या अन्त र ढिलो पस्ताए पनि ठिकै छ पस्ताएँ एटलिस्ट र अहिले हेल्थपट्टि राम्रै जाँदैछु होइन अन्त म सानो भाइहरूलाई चाहिँ के भन्छु भने नचम्को है एक दुईवटा चिज हुन्छ क्या चम्किँदाखेरि त्यो चिजमा चम्क्यो भने चाहिँ चम्केको हुन्छ त्यो छोड्नु पनि सक्दैन र पकेटको दाँतमा दिइहाल्छु त्यो पछाडि घुम्नुलाई है अन्त बिहान उठेपछि चाहिँ यो बोतलको क्या एक बोतल मनतातो पानी चाहिँ खानै पर्छ होइन त्यो पछाडि मेरो खाने पुरा छ हेर्नुहोस् है यो डल्लै मेरै हो खाने चिजहरू के छ त्यहाँ यो फिस ओइल भयो शिलाजित भयो प्रोटिन भयो होइन क्रिएटिन त्यहाँ छ खानुपर्ने कुरा धेरै छ यतातिर पनि छ मेरो खानेकुरोहरू यहाँ छ मेरो यो दुईवटा डब्बा हो होइन त्यस्तै हो जिन्दगी के गर्नु अब खानै पर्छ पहिला बुझेन अब अहिले बुझेँ एकछिनै राखेर तयारी पाल्छु बिहानको पूजा चाहिँ केटाले गर्नुहुन्थ्यो क्या जहिले पनि भनेर सुनेको अब आजकल युट्युबहरू केहरू भएर त्यस्तो कुरा सुनिन्छ होइन र बिहान चाहिँ म गर्छु पूजा जहिले पनि अन्त यो मेरो आमाको रुममा पूजा चाहिँ मेरो यहाँ हुन्छ होइन अन्त यही हो अब म पूजा गर्छु पूजा गर्नुसम्म चाहिँ अब एकछिन यहाँ म तपाईँहरूलाई पूजा देखाएकै राम्रो होला होइन यसो गरेर भए पनि कसरी हुन्छ कसरी राख्दाखेरि चाहिँ पूजा यस्तो हुन्छ है केटा हो यस्तो हुन्छ पहिला टिरिएन अहिले टिर्नु कर लाग्दैछ र चाहिँ यस्तो हुन्छ जोक हरिबजोक के हुन्छ अरे हरिबजोक भगवान् पनि रिसाएको जस्तो लाग्छ हो भगवान् चाहिँ नरिसाओस् सबै रिसाओस् भगवान् र आमा चाहिँ नरिसाओस्
दिस भगवान आमा सबसे पहिला म तेल हाल्छु